मैले हर्क साम्पाङको बारेमा भिडियो बनाउँदै गर्दा बोल्दै गर्दा के मलाई हर्क साम्पाङले पैसाका बिटा अनि मेरो भाडामा चावल ल्याएर हालिदिएको छैन नि। अनि मैले रवि लामिछानेको बोल्दा रवि लामिछानेको बारेमा बोल्दा पनि के रवि लामिछाने मलाई पैसा दिएको छ? कुलमानको बारेमा बालनको बारेमा बोल्दा के मलाई उनीहरूले मलाई पालेको छ? कस्तो सोच हो हाम्रो नेपालीको, अचम्म लाग्छ यार। राम्रोलाई राम्रो भन्न सक्नु क्या, छाती फुलाएर हिम्मतका साथ भन्दा हुन्छ। मर्दको छोरो हो भने के प्यार 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 गरेको छ, के यो भएन त्यो भएन, यसको झोले भनेको छ, उसको झ्याम्टे भनेको छ। के हर्कसम्मको बारेमा भिडियो बनाउँदा झोले झ्याम्टे हुन्छ? जसले राम्रो काम गरेको छ त्यो मान्छेलाई राम्रो भन्ने हो, नराम्रो गरेकोलाई खबरदारी गर्ने हो। यो खराब छ है, अब सच्चिनु पर्यो। कि त सकिनु कि सच्चिनु भन्न पाइँदैन। अनि यो रहिलो गर्नुपर्छ। मैले भनिरहेको छु, बारम्बार मैले भनिरहेको छु, मेरो फेसबुक प्रोफाइल पेजमा आएर यदि कसैले मैले कसैको बारेमा पनि मैले नराम्रो भनेको छैन, मलाई जति नै नराम्रो कमेन्ट गर्नु के गर्नु म आरामले राम्रो तरिकाले सुनेको छु। तर यदि मलाई पनि तपाईँहरूकै जस्तो सोच आयो भने त्यो अवस्थामा के गर्छ यो आरजी सुभाष ब्लगले भन्ने कुरो राम्रो ख्याल गर्नुहोस्। र मैले कोही कसैलाई मैले अहिलेसम्म मैले सवालको जवाब दिएको छुइनँ। मैले यो फेसबुक प्रोफाइल पेज मार्फत मैले तपाईँहरूलाई जानकारी गराउँदैछु। कृपया तपाईँहरूले सचिएर सुध्रेर संयम भएर मात्रै कमेन्ट पनि गर्नुहोस् अनि मलाई म्यासेज पनि गर्नु होला। मैले जानकारी गराउँदै आइरहेको छु र म तपाईँहरूलाई मैले सुझाव दिँदैछु, राम्रो तरिकाले सम्झाउँदैछु। यदि मैले फेरि मेरा पुराना हिस्टोरीहरू छन्, त्यो मेरो पुराना क्रियाकलापतिर मैले हात हालेर म त्यो पुराना क्रियाकलापतिर म छिरेँ भने त्यो अवस्थामा के हुन्छ तपाईँहरूले सोचिदिनु होला। मैले राम्रो मुखले भनिरहेको छु। त्यसले गर्दाखेरि मैले कसैको मैले एक पैसा खानु परेको छैन र खान्न पनि। म आफूले आफै दुःख गरेर खाएको छु। मैले कसैको मैले खाएको छैन, मलाई खानु पनि छैन। किनकि त्यो अरूको बाबुआमाको सम्पत्ति खाने अनि के अरे अरूलाई लुटेर भुटेर खाने भनेको चाहिँ त्यो नामर्दले खान्छ, मर्दको छोरोले खाँदैन। त्यसले गर्दाखेरि आफू आफैमा म खुसी भएको छु, म आफू आफैमा रमाएको छु। मैले कसैलाई दुःख दिएको छैन। यदि मैले कोही कसैलाई दुःख दिएको छु भने तपाईँहरूले मलाई सिधै म्यासेज पनि गर्नुहोस्। सिधै तपाईँहरूले मेरो थोपडा देख्नुभयो नि, कुनै एआईले बनाएको मेरो यो थोपडा होइन, रियालिटी हो। जस्तो छु त्यस्तै मैले सो गरिदिएको छु। तपाईँहरूले यो मेरो थोपडालाई राखेर तपाईँहरूले भन्न सक्नुहोस् कि तैँले यस्तो गरेको छस्, भन्नुहोस्, अगाडि आउनुहोस् फेस टु फेस। नत्र यो पछाडि दायाँ बायाँ लाग्ने काम गर्नुभयो भने मैले राम्रो तरिकाले सम्झाउँदै आइरहेको छु। फेरि म पुरानो क्रियाकलापतिर जानु पर्यो भने अर्कै तरिका हुन्छ। त्यसले गर्दाखेरि तपाईँहरू सम्पूर्णलाई एकमुष्टमा हात, यो दशौँला हो नि, दशौँला जोडेर मैले नमस्कार गरिदिएको छु। त्यसले गर्दाखेरि अब सुध्रिनु होला, एकदम ध्यानपूर्वक तपाईँहरू अगाडि बढ्नु होला। तपाईँहरूलाई मेरो शुभकामना छ। किनभने तपाईँहरूलाई जस्तो नि मलाई धेरै आउँछ के गर्नुपर्छ भन्ने त मलाई राम्ररी थाहा छ। त्यसै यो खाडीमा चिन्डो भइसकेको मान्छे होइन, खाडीको कुल्ली खाडीको चिन्डे भनेको छुइनँ मैले। म एउटा खाडीमा दुःख मेहनत सङ्घर्ष गरेर म